यो एक्जिबिसन चाहिँ खासमा चाहिँ मैले चाहिँ यो 10 वर्षको बारपाक भूकम्पको ढलेदेखि बनेसम्मको त्यो प्रोसेसिङ चाहिँ देखाउन खोजेको हैन। अनि अर्को कुरा चाहिँ यो चाहिँ एउटा डकुमेन्टेसन पनि हो, एउटा आर्काइभिङ हैन। 10 वर्षको फलोअप भनौँ न, मैले चाहिँ फलोअप गरेको यो चाहिँ बारपाकलाई। म 4-5 चोटि पुगेँ बारपाकमा यो 10 वर्षको बिचमा चाहिँ। एउटा चाहिँ अब भूकम्प जाने बित्तिकै भयो, त्यसपछि 1 वर्षपछि गएँ, त्यसपछि 4 वर्षपछि गएँ, त्यसपछि 10 वर्षमा 2 चोटि गएँ म। मान्छेले अब भूकम्प भनेको अब आयो 1 वर्षसम्म चाहिँ निकै चर्चामा रह्यो हैन। अनि त्यसपछि मान्छेले बिस्तारै बिर्सिदै गयो। त्यसलाई चाहिँ मैले एक किसिमको रिकलको लागि चाहिँ मान्छेले चाहिँ फेरि नबिर्सियोस् यो कुराहरू, यो दुःखद घटनाहरू चाहिँ, किनभने यो मान्छेको जीवनसँग जोडिएको कुरा छ हैन। अनि मान्छे जुन बस्ने घरहरूसँगको कुरा छ, घर कस्तो बनाउने, के गर्ने, कति सेफ्टी बनाउने भन्ने कुराहरू चाहिँ त्यो विषयमा चाहिँ अलिकति ध्यान दिनुपर्छ भन्ने चाहिँ हो खास यसको उद्देश्य चाहिँ। प्रतिक्रियाहरू राम्रो आइरहेछ यो बारपाकको। अब त्यसै पनि भूकम्पको एपिसेन्टर मान्छेले सुनिराखेको, अब सुनेको थियो तर धेरै कुराहरू देख्न पाएको थिएन। यो चाहिँ तपाईँले ल्याएर देखाउनु भयो, एकदम राम्रो कुरा, राम्रो गर्नुभयो तपाईँले यो भनेर भन्नुभएको छ। रिसेन्टली त म वैशाख 12 गते एउटा वन डे एक्जिबिसन मैले बारपाकमै गरेको, भूकम्प भएको 10 वर्षको अवसरमा चाहिँ मैले एक्जिबिसन बारपाकमै गरेँ। अनि त्यही फोटोलाई मैले अहिले ल्याएर यहाँ एक्जिबिसन गरेको। प्रतिक्रिया चाहिँ अब त्यहाँ र यहाँमा अलिकति डिफ्रेन्ट छ हैन। त्यहाँ चाहिँ कस्तो भयो भनेदेखि उहाँहरूले आफ्नो फोटोहरू हेरिरहँदाखेरि बारपाकवासीहरूले हैन अलिकति सक भए जस्तो हैन, अथवा पुरानो दिनहरू उहाँहरूले सम्झिनु भयो, कोही दुखी हुनुभयो, कोही आफ्नो फोटो हेरेर हैन, उहाँको एक्टिभिटिजहरूको फोटो छ नि त, कोही हाँस्नुहुन्थ्यो हैन, कोही चाहिँ उहाँहरूलाई चाहिँ पुरानो ठ्याक्कै 10 वर्षपछि रिकल गरे कि उहाँहरूलाई चाहिँ त्यो देखेर चाहिँ उहाँहरूको चाहिँ त्यस्तो फिलिङ्स थियो भने चाहिँ यहाँ चाहिँ अब नदेखेको मान्छेले ओ यस्तो भएर चाहिँ पुरै विभत्स भएर छ भन्नुभयो। ल तपाईँले राम्रो गर्नुभएको छ यो डकुमेन्टेसन हैन भन्नुभयो। यो चाहिँ अब यसरी बाहिर ओपनमा राख्ने चाहिँ यो चाहिँ अन्तिम नै हो। यसपछि चाहिँ यो सबै फोटोहरू चाहिँ बारपाक यो सुलीकोट गाउँपालिकाले म्युजियम बनाउँदैछ। अनि त्यो म्युजियममा चाहिँ यो सबै फोटोहरू राखिन्छ।